गाउँघरमा यस्तै हो, बिजोग छ भनेको ठाउँमा गाडी मोटर जाँदैन, स्वास्थ्य चौकी छैन। के गर्नु, गाह्रो छ त, गाह्रो छ। नेपालको हालत मान्छे खराब, ज्यान धराप होइन त। अब बिरामी उहाँ छ, के गर्नु, डेलिभरी उहाँ भइरहेछ। ऊ ल्याउँदा ल्याउँदै घर अलिकति ओरतिर ऊ त्यो घर त्यहाँबाट बोकेर अलिकति यहाँसम्म ल्याउनु भएछ कि यहाँसम्म। त्यहाँ ल्याउँदै ल्याउँदै ठ्याक्कै तिनीहरू डेलिभरी भएछ। एउटा बच्चा चाहिँ अब जन्मिसक्यो अरे, अर्को बच्चा फेरि छ भन्ने कुरा आयो। अलि गाह्रो हुने भएको कुरा आयो। अनि अब म यहाँ कुरिरहेको छु यतापट्टि होइन त, चट्ट लाएर अब त्यहाँबाट बोकेर ल्याउनु पऱ्यो। फेरि यहाँ तलबाट यसो गरेर लगभग 1 घन्टा लाग्छ अब त्यहाँबाट यहाँ बोकेर ल्याउनलाई। के गर्नु, हरिबिजोग छ गाउँघरतिरको अवस्था यस्तो छ। के गर्नु, गाह्रो छ हो, गाह्रो छ। अब त्यहाँ बोक्नलाई रेडी अवस्थामा त्यहाँ के गर्दै हुनुहुन्छ कोनी, टक्क ल्याउनुहुन्छ त्यहाँ। अनि त्यसपछि मैले अनि त्यसै स्वास्थ्य चौकी लिएर जान्छु है। गाइज होइन है, सबैलाई नमस्ते। चट्ट लाएर यस्तो छ अवस्था। अब के गर्नु, अब मैले अब उडाएर लान मिल्दैन। यहीँबाट ख्वार यसरी त्यहाँबाट यसरी सिधा यसरी ख्वार लानु भए म यस बेला ख्वाममा त्यहाँ लगेर ख्वात्त हालेर फ्याट बनाएर म पुरै लगिसक्थेँ। अलिकति नसकेर मात्रै हो। अब यहाँबाट बाटै छैन। ल 1 घन्टा लाग्छ अब यहाँ गाडीसम्म ल्याउनलाई। अब के गरौँ ल, अवस्था यस्तो छ है, गाह्रो छ। के गर्नु, त्यहाँ रोड भइदिएको भए अहिले कति सजिलो हुन्थ्यो। त्यहाँबाट ख्यामरा बनाएर तेर्से त्यो टोलमा रोड खनेर पुऱ्याइदिए भए अहिले सजिलो हुन्थ्यो। होइन छ त्यो पनि। म चाहिँ अब के भन्छु भने चाहिँ खासमा चाहिँ अब होइन, स्थानीय सरकारले चाहिँ एउटा टोलमा चाहिँ स्टेचर चाहिँ एउटा छ। नेपालमा यस्तै हो, गाउँघरतिरको अवस्था नाजुक छ। बाटो